हेलो गुड मर्निङ साथीहरू, वेलकम छ मेरो ब्लगमा। आज चाहिँ मेरो ब्लग 2 हो है। अहिले चाहिँ बिहान उठेर अब घरको बडाल गरेर अहिले बुढालाई ब्रेड र चिया बनाइदिँदैछु। अनि यस्तो आज चाहिँ बेलुकाको कस्तो टाउको दुखेर हेर्नु न, चिसो भएर चिसो छ क्या, टाउको दुखिरहेछ। अनि खाजा बनाइदिँदैछु। लगाइदिनु पर्यो, चिया पकाउँदैछु है। चिसो छ क्या, बाहिर चाहिँ घाम लागिरहेछ अनि भित्र चाहिँ कस्तो चिसो छ क्या। र बिहान चाहिँ एकदमै चिसो हुन्छ यहाँ चाहिँ, के भनेर चिसो छ। अब आज चाहिँ सन्डे, मार्केट जानुपर्ने, मार्केट गएर सपिङहरू गर्नु छ। आज मार्केट गएर हामी के गर्छौँ देखाउँछौँ नि है। आजको ब्लगमा आउने छ है। अब म कोसिस गर्ने छु राम्रो देखाउने, राम्रो भिडियोहरू खिच्ने। म अब डेली ब्लग हाल्ने कोसिस गर्छु। मलाई त्यस्तो त एक्सपिरियन्स त छैन, तर पनि सिक्दैछु है। हेरेर साथ दिनु होला। आइसक्यौँ, यहाँ कस्मेटिकमा हेर्दैछौँ। मिला के दिदी र भैया अल्झिन्छ हौ यस्तो त, अल्झिन्छ क्या। अनि त्यो साडीमा म्याच गर्ने चुरा हेरौँ न। चुरा मैले हेर्ने, पछि फेरि आइँदैन। पुलिस दिदीले चाहिँ मोचा किन्ने अरे। भैयाले धचायो। हामीले चाहिँ अब चप्पल किन्यौँ। दाइको खुट्टा कस्तो अड्छ, राम्रो देखिरहेछ। यो अड्छ कि यो अड्छ, कति छ साइज भन्नु त? साइज हेऱ्यो भने खुट्टै हेर्नुपर्छ। यो ठुलो भयो, यो सानो हुन्छ। कति छ यो साइज भन्नु न? छैन यो साइज कति छ? 5.5 राम्रो छ है जुत्ता त। जुत्ता किन्दैछौँ। यो चाहिँ हामीले किनिसक्यौँ। गिफ्ट है दिदीको लागि। जुनी दिदीले आज हामीलाई बोलाउनु भएछ क्रिसमसको भाग अरे। अनि के दिने भएर यो स्लिपर हामीले किन्दैछौँ। अब उयो सब्जी किन्न जानु लागि छ। शान्ति दिदी कहाँ जानुभएछ? यहाँ म खोज्दैछु शान्ति दिदीलाई। सब्जी किन्दा हरायौँ हामी त। यहाँ आउनुहुँदो रहेछ, यहाँ रहेछ। कसरी रहेछ टमाटर? 60 नै हो। फेरि लिएको पैसा छैन भनेर हेरेको, लास्टमा 200 रुपियाँको अड्किरहेको। यहाँ चाहिँ मैले सब्जीहरू अलिअलि ल्याएको छु। यहाँ दिदी हुनुहुन्छ अगाडि। जामै अब आलु किनौँ है। आलु किन्छौँ हामी। आलु कसरी छ सोध्नु त? हामीले चाहिँ यहाँबाट लान्छौँ खालि आलुहरू। 30 हो।
रातो खालका आजको टमाटरहरू चाहिँ यस्तो छ है क्या है भैया ये क्या है ये शुगर का दवाई क्या का दबाई अच्छा कस्तो अचम्म रहेछ यहाँ चाहिँ हामी झुम्का हेर्दैछौँ दिदीले फाइनली एउटा चाहिँ किन्नु भएको छ यहाँ यो पनि कति राम्रो 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 छ मार्केटमा है देख्न सक्नुहुन्छ यहाँ चाहिँ भैयाले आफै बनाउँदै हुनुहुन्छ माछा हेर्नु न माछा यस्तो सानो सानोहरू पनि कस्तो क्युट हेर्नु न रोजवाला पनि योवाला पनि यहाँ पनि छ फुलको आइटमहरू फुलवाला यो पनि राम्रो है दिदी शान्ति दिदी यहाँ हेर्नु न यो कस्तो राम्रो के नि साडीहरूमा के झ्याप्प यस्तो सिम्पल ज्वेलरी लाएर यता चाहिँ फुलहरू राम्रो राम्रो फुलहरू आएको रहेछ फ्रुट्सहरू अब चाहिँ हाम्रो सपिङ सक्यो अब यहाँ मासु लगेर हामी घरतिर जान्छौँ डिभिजनहरू पाउँछ यहाँ चाहिँ जाम 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 फुलै फुलको सिजन कति छ अहिले मासु ल्याउनु वेट गर्दैछौँ नयाँ भालेहरू कति धेर भाले लोकल भालेहरू हुँदैछ 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 हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा यहाँ एउटा काम छ अब सपिङ सक्न लागि अब हामी धागो पसल लु भन्नु त हामी चाहिँ धागो ल्याउन आएको हुन्छ हेर्नु सक्नुहुन्छ कसैको धागोहरू राम्रो छ यस्तो अवस्थामा छु मैले चाहिँ साइकलमा यस्तै हो के गर्नु हेर्नु हेर्नु यतातिर इवा यता हेरिदेऊ हेर्नुहोस् अन्त यता हामी चाहिँ घर फर्केको गाइज अब रात पर्यो